हामीहरू चाहिँ इन्डियाको रोडी सोको बारेमा बात गर्दै थियौँ नि त। रोडीमा अब रघुराम तिनीहरू छैनन् अहिले रोडीमा छैनन्। मैले रोडी चाहिँ हेरिनँ किनभने मेरो टाइपको थिएन। तर अब मान्छेले टाइममा कुरा गरिरहेको थिएँ अनि सानो क्लिप्सहरू गएर हेर्थेँ। के अरे आयुष्मान खुरानाको त्यो अडिसन क्लिप चाहिँ हेरेको छु त्यतिखेर। अनि प्रिन्सले बिग बसमा आएर रोडिसमा जितेको बारेमा घरिघरि कुरा गर्छु। अनि प्रिन्स अझै छ भन्नाले जज हो अहिले चाहिँ। ऊ मान्छे पनि मतलब तर अहिले त रोडिस त यस्तो भयो नि अडिसन होइन। के अरे पहिला त एउटै सानो कमरामा टेबलमा जजेसहरू बस्थे अनि उनीहरू चाहिँ उनीहरूको अगाडि के तास गरेर देखाउन सक्छ होइन। अहिलेका नयाँ रोडिस मेरो ख्यालमा मैले कहिलेकाहीँ क्लिप देख्दाखेरि उनीहरू चाहिँ अलिकति माथि अलिक कुर्सीमा हुन्छन् अनि उनीहरूले अनि माथिबाट यसरी हेर्छन् अनि जति टास्क गर्दैछन् उनीहरू चाहिँ तलपट्टि फ्लोरमा प्लेटफर्ममा। तैँले भनेको बुझेँ मैले। तर त्यो ऊ त सायद अडिसन नै हो तर त्यो चाहिँ मतलब सेकेन्ड स्टेज होला। फर्स्ट स्टेज चाहिँ त्यही लाइन लागेर चाहिँ मतलब अब के अरे अहिले ती क्लिप्सहरू आउन छोडे क्या र मैले त्यस्तो फलो गरेँ होइन। तर मैले बुझे जति चाहिँ नर्मली जो अब लाइन लागेर चाहिँ गर्छन् नि एउटा कमराभित्र अनि लाग्थ्यो 10-15 जना दिन्छन् पुरानो है। अनि यो टपिकमा डिस्कस गर अनि त्यहाँनिर उनीहरूले हेर्छन् यो मान्छेले मतलब कसरी मेनिपुलेट गर्छ एउटा बातलाई अरूलाई एउटा बातले या त अनि कतिको एग्रेसिभ छ या त कतिको सेन्सिटिभ छ अनि त्यहाँबाट अनि उनीहरूले सेलेक्ट गर्थे। अहिले पनि सायद त्यही कन्सेप्ट छ तर उनीहरूले के भन्छ त्यो रिलिज गर्न छोडे भिडियोहरू फुटेजहरू पहिला चाहिँ गर्थे। अहिले चाहिँ तैँले भनेको चाहिँ के हो भन्दाखेरि त्यो चाहिँ सायद सेकेन्ड स्टेज हो जो कि अब अलिकति या त के अरे इन्स्टाग्राममा अलिकति जाने माने भएका अलिअलि फलोवर्सहरू भएका अनि त्यो मात्रै भएन अझै उतो पनि। अनि यिनीहरूले यो पुरै उतो छ है अडिसनको नि मैले बुझेँ जति टिआरपीको लागि जानी कोही बेला एउटा बुद्धु जस्तो मान्छे सेलेक्ट गरेर लिएर आउँछ अरे। अनि अब त्यसलाई या त गाली गरे या त सेम्पथी लिए मतलब बिचारा खालको मान्छे लिएर आएर या त कोही बेला लुडो ल्यायो कोही बेला लङ्गडो ल्यायो जस्तो खालको नि जानी है टिआरपी बढ्छ मतलब मान्छेसित तँबाट भन्दै। पाठशाला हो कि के मुभी थियो नि के अरे शाहिद कपुरको पाठशाला होइन के अरे नाना पाटेकरसित एउटा स्कुल हुन्छ अनि त्यो स्कुलमा टिभी च्यानलका मान्छेहरू आउँछन् अनि त्यहाँबाट चाहिँ इन्टरभ्यूहरू के अरे अडिसन लिन्छन्। अनि अडिसनमा त्यहाँनिर चाहिँ एउटा गाना गाउन जान्ने एकदम राम्रो स्वर भएको मान्छेलाई चाहिँ लिन्नन् कि कसो। अनि तिनीहरूले के गर्छन् भनेदेखि अहिले उठाउँछु अनि त्यहाँ टिभी च्यानलको त्यो सायदको रिसाएर गर्छ है। यो टिभी च्यानलको मान्छेले भन्छ अगर गरिब जस्तो देखायो भने जनताको सिम्पत्ति मिल्छ। गाउन जानुस् नजानुस् अटो ट्युन हालिदिँदा हुन्छ। गरिब देखिन जरुरी छ भने टिआरपी धेरै मिल्छ भन्ने त्यस्तो मतलब ट्यालेन्टसँग उनीहरूलाई मतलबै छैन भन्ने खाले कुरो गर्थे हो। त्यस्तै बेला पनि भनेको है। अझै पनि कन्सेप्ट त्यही छ।